स्वागत छ तपाईं सबैजनालाई आजको यस लेक्चरमा। आज हामी वेव्स इन पाइप्स एन्ड स्ट्रिङको लेक्चर नम्बर 3 मा आइपुगेका छौं, जसमा चाहिँ यो भन्दा प्रिभियस लेक्चरहरुमा हामीले यसको इन्ट्रोडक्सन वेव्स इन पाइप्स एन्ड स्ट्रिङ भनेको के हो र दोस्रो लेक्चरमा डिफरेन्ट मोड्स अफ भाइब्रेसन अफ क्लोज अर्गन पाइप डिस्कस गरिसकेका छौं र आई होप त्यो भिडियो लेक्चर तपाईहरुले हेरिसक्नु भएको होला या अनि यदि हेर्नु भएको छैन भने त्यो फलो गर्दा हुन्छ, किनभने यो च्याप्टरबाट सर्ट एन्ड स्वीट च्याप्टर हो। यदि फिजिक्सको यो च्याप्टरको लागि मात्र हैन, जुनसुकै च्याप्टर पनि यदि कन्सेप्ट क्लियरली बुझेर पढ्यो भने धेरै नै इजी छ र डेरिभेसन पनि केही न केही हुन्छ। यदि यो च्याप्टरमा त झन् हाम्रो डायग्राम मात्र बुझ्न सक्यो भने या त्यसको आइडिया डायग्राम ड्र कसरी गर्ने इभन त्यो कुराहरू यी सबै कुराहरू हामीले प्रिभियसली डिस्कस गरिसकेका छौं र थोरै बहुत कुराहरू यहाँ पनि गर्छौं यदि जुन रिक्वायर्ड कुराहरू छ। ल सो लेट्स गेट स्टार्टेड। अब आज हामी गर्दै छौं ओपन अर्गन पाइपको डिफरेन्ट मोड्स अफ भाइब्रेसन है त। अब ओपन अर्गन पाइप अलिकति ब्रिफ इन्ट्रोडक्सन दिने हो भने ओपन अर्गन पाइप भनेको त्यस्तो पाइप हो जुन चाहिँ के हुन्छ भन्दाखेरि बोथ इन्डबाट ओपन हुन्छ है। अब सिम्पल छ, नामबाटै क्लियर छ ओपन अर्गन पाइप भनेर हैन। जस्तै फ्लुट एज एक्जाम्पल हामी एउटा लिन सक्छौं हैन। र यो अर्गन पाइपहरु भनेको एक्चुअलमा जस्तै काइन्ड अफ जसले चाहिँ म्युजिकल साउन्डहरु प्रोड्युस गर्छ त्यस्तो पाइपहरुले चाहिँ कन्सिडर गर्छौं, त्यो म्युजिकल इन्स्ट्रुमेन्ट पनि हामी भन्न सक्छौं। लेट इट बी। ल त्यसो भए अनि आज हाम्रो डिफरेन्ट मोड्स अफ भाइब्रेसन, जस्तै फर्स्ट मोड अफ भाइब्रेसन। अब फर्स्ट मोड अफ भाइब्रेसन भनेको के हो भन्दाखेरि यो जुन ओपन अर्गन पाइप छ हाम्रो, यसले प्रोड्युस गर्ने बेसिक फ्रिक्वेन्सी जसलाई हामी फन्डामेन्टल फ्रिक्वेन्सी पनि भन्छौं, फर्स्ट हार्मोनिक पनि भन्छौं, त्यो मोड जुन हुन्छ त्यो मोडको फ्रिक्वेन्सी त्यो भनेको हाम्रो फर्स्ट मोड अफ भाइब्रेसन। त्यसपछि सेकेन्ड मोड अफ भाइब्रेसन, थर्ड मोड अफ भाइब्रेसन एन्ड सो अन। दुई तीनवटा चाहिँ हामी डिराइभ गर्छौं र त्यसपछि बाँकीलाई चाहिँ हामी त्यो तीनवटा मोड्सबाट त्यसबाट चाहिँ एउटा जेनरल आइडिया निकालेर त्यसको जेनरल फर्मुला बनाएर हामी बाँकी त्यसैको आधारमा क्याल्कुलेट गर्न सक्छौं, जसको लागि चाहिँ हामीले डेरिभेसन गर्नु पर्दैन। र यो च्याप्टरबाट हाम्रो डेरिभेसन हैन 3 मार्क्सहरुमा डेरिभेसन पनि सोध्छ, 3 मार्क्सको डेरिभेसन पनि होस् र कन्सेप्ट बुझेर पढेको छ भने यसबाट कन्सेप्चुअल क्वेशन होस् हैन। कन्सेप्चुअल क्वेशन्सहरु जुन एमसीक्यू भन्न सक्छौं हामी, अनि कन्सेप्चुअल क्वेशन र न्यूमेरिकल क्वेशन्स, यो सबैको लागि यसको कन्सेप्ट जुन म डिस्कस गर्न गइरहेको छु, यदि यो मजाले हेर्नुभयो र बुझ्नुभयो, यसको नोट पनि प्रिपेयर गर्न सक्नुहुन्छ तपाईहरुले हैन। यो सबै गर्यो भने यहाँबाट हाम्रो सबै खालको क्वेशनहरु, इभन डेरिभेसन, इभन कन्सेप्चुअल र न्यूमेरिकल। डेरिभेसनमा त यो डिफरेन्ट मोड्स अफ को आधारमा डिफरेन्ट मोड्स अफ भाइब्रेसनको क्वेशनहरु सोधेको हुन्छ र कन्सेप्चुअलमा पनि जुन कन्सेप्ट हामी डिस्कस गर्छौं, ओभरटोन, हार्मोनिक्स हैन, यी सबै कुराहरुको बारेमा पनि यहाँ चाहिँ हामी ल त्यो डिस्कस गर्नेछौं। सो अब यहाँ हामी पहिले ओपन अर्गन पाइप जसको चाहिँ पहिलो फर्स्ट मोड अफ भाइब्रेसन, ओपन अर्गन पाइपको फर्स्ट मोड अफ भाइब्रेसनको फ्रिक्वेन्सी, यसमा मेन डेरिभेसनमा हाम्रो हुन्छ के भन्ने हो भने फ्रिक्वेन्सी। यो जस्तै फर्स्ट मोड अफ भाइब्रेसनमा चाहिँ जुन फ्रिक्वेन्सी प्रोड्युस हुन्छ त्यसको न्यूमेरिकल रिलेसन भनौं हैन, या म्याथमेटिकल रिलेसन भनौं, त्यो चाहिँ हामी मेन डेरिभेसनमा गर्छौं। जस्तै फर्स्ट मोड अफ भाइब्रेसनमा प्रोड्युस हुने फ्रिक्वेन्सी भनेको f1 हुन्छ र त्यसलाई हामी फन्डामेन्टल फ्रिक्वेन्सी पनि भन्छौं। हामी प्रिभियस लेक्चरहरुमा पनि डिस्कस गरेका छौं। त्यसपछि क्लोज अर्गन पाइप, यदि क्लोज अर्गन पाइपको कन्सेप्ट बुझिसकेपछि हामी यो ओपन अर्गन पाइपको पनि कन्सेप्ट अलमोस्ट सेमै हुन्छ, त्यसरी नै हामी डिराइभ गर्छौं। मेन कन्सेप्ट हुन्छ कि यसको डायग्राम, यदि यसको डायग्राम हामीले बनाउन सक्यौं कि कस्तो वेभलेन्थ, कस्तो वेभ बनाउँछ यसले, त्यसको डायग्राम यदि मजाले बनाउन सक्यो भने यो डेरिभेसन केही न केही हुन्छ है त। जस्तै अब पहिलो हेर्ने हो भने जस्तै यो हाम्रो एउटा ओपन अर्गन पाइप भयो है त। ल अब यो ओपन अर्गन पाइपमा अब हामीले जस्तै यो पाइप यदि ओपन इन्ड छ भने हैन, जस्तै जस्तै यसको दुईटै ओपन इन्ड छ, त ओपन इन्डमा हाम्रो के हुन्छ भन्दाखेरि एन्टी नोडको फर्मेसन हुन्छ है। अब एन्टी नोड भनेको के हो भन्ने हो भने जुन त्यो पोइन्ट हो जहाँको पार्टिकलहरु म्याक्सिमम डिस्प्लेस हुन्छ वा म्याक्सिमम डिस्प्लेसमेन्ट देखाउँछ। यसको डिटेल डिस्क्रिप्सन वा एक्सप्लेनेसन हामीले प्रिभियस लेक्चरहरुमा गरेको छौं, यदि हेर्नु भएको छैन भने त्यहाँ गएर हेर्न सक्नुहुन्छ। ल त्यसपछि अनि के भन्छ, ओपन इन छ भने त्यहाँ चाहिँ हाम्रो एन्टी नोडको फर्मेसन हुन्छ, अनि क्लोज इन छ भने त्यहाँ नोडको फर्मेसन हुन्छ, जुन क्लोज अर्गन पाइपको केसमा हामी गर्छौं। तर हरेक एन्टी नोड पछि हाम्रो के हुन्छ भन्दाखेरि अल्टरनेटिभली एउटा एन्टी नोड भयो, त्यसपछि हाम्रो नोडको फर्मेसन हुन जान्छ। अब के पनि यहाँ बुझ्नु पर्यो भन्दाखेरि जस्तै अब यसको अब कन्सेप्ट या ट्रिक जे भनौं हैन,
यसको डेरिभेसनको लागि ट्रिक नै भनौँ हैन एज अ किनभने अब यसको मेन भनेको डायग्राम हो र त्यो डायग्राम बनाउने भनेको ट्रिक भनेको के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो यदि फर्स्ट मोड अफ भाइब्रेसन हो भने यहाँ चाहिँ के हुन्छ भन्दाखेरि फर्स्ट ट्रिक कि नम्बर अफ नोड्स भनेको नोड्स है नम्बर अफ नोड्स भनेको हाम्रो इज इक्वल्स टु नम्बर अफ मोड्स हुन्छ है दिस इज फर यो ट्रिक्स भनेको हाम्रो वेव्स के भन्छ ओपन अर्गन पाइपको लागि यदि यही कुरा हाम्रो क्लोज अर्गन पाइपको हेर्ने हो भने त नम्बर अफ नोड्स इज इक्वल्स टु यहाँ चाहिँ नोड्सको चाहिँ नोड एन्टिनोडको कुरा गराएको छैन है मैले र एन्टिनोडको हामी कुरा पनि गर्दैनौँ यसमा चाहिँ नम्बर अफ नोड इक्वल्स टु नम्बर अफ मोड हुन्छ द्याट्स इट अनि त्यसपछि नै क्लोज अर्गन पाइपको गर्ने भने त्यहाँ एन्टिनोड त्यसको ट्रिक चाहिँ के हुन्छ नम्बर अफ नोड हैन इज इक्वल्स टु नम्बर अफ एन्टिनोड इज इक्वल्स टु नम्बर अफ मोड हुन्छ है त जुन मोड छ त्यतिवटा चाहिँ हाम्रो नोड र एन्टिनोड हुन्छ तर यहाँ चाहिँ नोड्स र मोड्सको मात्र रिलेसन छ है त त्यो नोड्स र मोड्सको मतलब मैले के भन्नु खोजेको त जस्तै हाम्रो फर्स्ट मोड अफ भाइब्रेसन छ भने यहाँ चाहिँ एउटा नोडको फर्मेसन हुन्छ जम्मा एउटा नोड र त्यही हो कन्सेप्ट या ट्रिक भनौँ यो डायग्राम बनाउनको लागि र डायग्राम बनायो भने हाम्रो डेरिभेसन खतम केही पनि अरु याद गर्नु पर्दैन केही पनि दिमागमा धेरै कुरा राख्नु पर्दैन बस एउटा यो जुन ट्रिक छ यतिले हामी यो पुरै डेरिभेसन 3 मार्क्स या जुनसुकै कन्सेप्चुअल क्वेशन पनि सोध्यो भने हामी यहाँबाट गर्न सक्छौं है त जस्तै अब हामीले यो कुरा बुझ्नु पर्यो कि जब वेभ फर्मेसन हुन्छ हैन जस्तै यिनीहरुमा अब हाम्रो स्टेशनरी वेभको फर्मेसन हुन्छ यो कुराहरु यदि हामी पहिले डिस्कस गरिसकेका छौं र यहाँ पनि हेर्ने हो भने त जस्तै यहाँ हेर्छौं भने अब यो भनेको हाम्रो नोड भयो हैन यहाँ बिचमा चाहिँ एन्टिनोड फेरि यहाँ चाहिँ नोड फेरि यहाँ चाहिँ एन्टिनोड र फेरि नोड त्यसरी नोड र एन्टिनोड अल्टरनेटिभली फर्म हुन्छ कि मतलब हरेक दुईटा बिचको नोडको बिचमा एन्टिनोड या हरेक दुईटा नोडको बिचमा एउटा एन्टिनोड अर अल्टरनेटिभली मैले भन्नु खोजेको कि नोड र एन्टिनोड हामी ठ्याक्क अल्टरनेटिभली फर्म हुन्छ त जस्तै अब हामीले भनिसकेको छु यसको ट्रिक के छ भन्दाखेरि यदि फर्स्ट मोड अफ भाइब्रेसन हो भने नम्बर अफ नोड भनेको नम्बर अफ मोडसँग बराबर हुन्छ त यहाँ अब एउटा एन्टिनोड यहाँ अब यो पनि फिक्स छ फेरि ओपन अर्गनमा कि ओपन अर्गन पाइपमा कि यदि हाम्रो ओपन इन छ भने त्यहाँ एन्टिनोडको फर्मेसन हुन्छ त्यहाँको पार्टिकल्सहरु म्याक्सिमम डिस्प्लेस गर्छ है त त्यसपछि अब यहाँ हेर्छु भने हाम्रो यो बिचमा ठ्याक्कै यसको बिचमा हामी एउटा नोड बनाउन सक्छौं अब यहाँ एन्टिनोड यहाँ हाम्रो नोडको फर्मेसन भयो अब यहाँ जुन वेभ बन्छ त्यो भनेको हाम्रो यस्तो है ल यो वेभ हामी हेर्न सक्छौं जुन चाहिँ फर्स्ट मोड अफ भाइब्रेसन अफ यो यदि हाम्रो ओपन अर्गन पाइप हो भने त्यहाँ चाहिँ हाम्रो यस्तो वेभको फर्मेसन हुन्छ अब यो पाइपको लेन्थलाई चाहिँ हामी यसले रिप्रेजेन्ट गर्छौं सिम्पल छ यो हैन र त्यसपछि अब यदि कुरा गर्ने हो भने त जस्तै हेरौं अब यो वेभ लेन्थ जुन हुन्छ अब जुन यो वेभ फर्म भएको छ यसको चाहिँ वेभ लेन्थ कति हुन्छ भन्ने हो भने त जस्तै यो ठ्याक्कै यो भनेको मैले प्रिभियसली पनि डिस्कस गरिसकेको छु यो भनेको हाम्रो λ/4 हुन्छ यो पार्ट जस्तै यो पार्ट भनेको ठ्याक्कै यति पार्ट जस्तै हो यो भनेको हाम्रो λ/4 यो पनि λ/4 त यदि अब यो पनि लैम्डा जस्तै म्याथमेटिकली हेर्ने हो भने यो पार्ट λ/4 यो पार्ट λ/4 त्यो दुवैलाई जोड्ने हो भने हाम्रो के हुन्छ 4 2 लैम्डा त्यो भनेको के भयो λ/2 हाफ अफ द लैम्डा भयो यति पुरै लिने हो भने यसरी पनि हामी हेर्न सक्छौं यो λ/2 भयो हैन र एउटा के पनि बुझ्न सक्छौं भने एन्टिनोड र अर्को तरिका हाम्रो के हुन्छ भने एन्टिनोड र नोड यो जुन कन्सिक्युटिभ नोड एन्ड एन्टिनोड हुन्छ यसको लेन्थ भनेको ठ्याक्कै हाम्रो λ/4 हुन्छ त जतिवटा यो कन्सिक्युटिभ पेयर बन्छ त्यसको λ/4 एड गरेर पनि हामी निकाल्न सक्छौं या यो कन्सेप्टबाट पनि हामी यसको रिलेसन निकाल्न सक्छौं है त ल त्यसो भए अब यहाँबाट हामीले हेर्ने हो भने लेन्थ अफ द पाइप इज इक्वल्स टु के हुने भयो यहाँको वेभ लेन्थ अनुसार हेर्ने हो भने यो भनेको λ/2 सँग बराबर हुने भयो त्यसपछि अब हामीले अब अर्को कुरा यहाँ भनेको अर्को ट्रिक नै भनौं या कन्सेप्ट भनौं जुन चाहिँ यादै राख्नु पर्ने जुन मैले प्रिभियस लेक्चरमा डिस्कस गरिसकेको छु तर यहाँ पनि रिक्वायर्ड भएको कारणले म भन्छु यो रिलेसन हेरौं अब हाम्रो यहाँ हुन्छ सुल्टो भी है अब यो हेरौं सुल्टो v इज इक्वल्स टु उल्टो v अब उल्टो v भनेको जस्तै म ल्याम्डालाई भन्छु हेर्नु त यो भनेको हाम्रो ठ्याक्क सुल्टो v इज इक्वल्स टु उल्टो v यो ट्रिक याद राख्ने है र यो दुईटैको बिचमा f त आउँछ किनभने यो रिलेसन नै v f र ल्याम्डाको
है। अब यहाँ हुन्छ कि भी इक्वल्स टु एफ ल्याम्डा हुन्छ, त्यसरी याद गरे पनि भयो होइन। तर हामी यो अलिकति यसरी रिलेट गरेर याद गऱ्यो भने यो धेरै नै इजी हुन्छ। अब सुल्टो भी इक्वल्स टु उल्टो भी र बिचमा एफ, यसरी याद राख्दा भयो। त्यसको एक्चुअल रिलेसन के भइदियो, एफ ल्याम्डा है। सुल्टो भी द्याट इज भेलोसिटी अफ वेभ, नि उल्टो भी भनेको ल्याम्डा द्याट इज वेभ लेन्थ, र एफ भनेको हाम्रो फ्रिक्वेन्सी अफ द वेभ। त्यसरी हाम्रो यो रिलेसन सुल्टो भी इक्वल्स टु उल्टो भी गरेर यो ट्रिक्स हो है। योहरू यदि हामीले ट्रिक्स, अब म भनिरहेको छु तर यो कन्सेप्चुअल ट्रिक हो। यदि हामीले यो कन्सेप्चुअल यो कुराहरू यदि दिमागमा राख्यौँ भने हामीलाई अरू डेरिभेसन गर्नको लागि केही याद गरिराख्नु पर्दैन। यहाँबाट अब हाम्रो के हुन्छ त, नेक्स्ट हामी अब लेन्थ इक्वल्स टु के हुने भयो, ल्याम्डा बाई 2। त भनेपछि अब यहाँ लेन्थ र ल्याम्डाको रिलेसन निकालौँ, र यो फर्स्ट मोड अफ भाइब्रेसनको वेभलेन्थ भएको कारणले, या यो फर्स्ट मोड अफ भाइब्रेसनको वेभलेन्थ भएको कारणले हामी यो वेभलेन्थलाई, फर्स्ट मोड अफ भाइब्रेसनको जुन वेभ फर्म भयो त्यसको वेभलेन्थलाई ल्याम्डा 1, अब नम्बरिङ किन गरिन्छ भने फर्स्ट मोडको हो या सेकेन्ड मोडको हो, थर्ड मोडको, त्यसको लागि त्यो बुझ्नको लागि या त्यो डिस्टिङ्ग्विस गर्नको लागि हामी युज गर्छौँ है त। ल त्यसो भए अब यहाँबाट हामीले रिलेसन बनाउने हो भने लेन्थको ल्याम्डा 1/2 आयो है। लेन्थ इक्वल्स टु ल्याम्डा 1/2। त यहाँबाट यदि हामीले ल्याम्डाको भ्यालु निकाल्ने हो भने त्यो के हुन्छ, ल्याम्डा 1 को द्याट इज 2l, द्याट्स इट है। अब यहाँ मेन भनेको जस्तै फर्स्ट मोड अफ भाइब्रेसनमा हामीले निकाल्ने के हो त, हामीले यो फ्रिक्वेन्सीको भ्यालु निकाल्ने हो है। हरेकमा चाहे जुनसुकै मोड अफ भाइब्रेसन होस् त्यसमा हामीले निकाल्ने भनेको फ्रिक्वेन्सीको रिलेसन या फ्रिक्वेन्सीको म्याथमेटिकल एक्सप्रेसन जुन हुन्छ त्यो। र यहाँबाट यदि अब त्यही भएर मैले यो फर्मुला हामीलाई याद हुनुपर्छ भन्छु। त जस्तै अब यहाँ यदि यो भी सुल्टो भी इक्वल्स टु उल्टो भी हुन्छ, बिचमा एफ राखिदिँदा भइहाल्यो, त भी एफ ल्याम्डाको हाम्रो रिलेसन भयो होइन। अब यहाँबाट यदि हामीले फ्रिक्वेन्सी चाहियो भने फ्रिक्वेन्सी भनेको के भयो, भी बाई ल्याम्डा है। अब यहाँ त जी पनि यहाँबाट निकाल्न मिल्यो, ल्याम्डा चाहियो भी बाई ल्याम्डा, सरी भी बाई एफ होइन, एफ चाहियो भी बाई ल्याम्डा, मतलब जुनसुकै म्याथ्स हो यो त हामी यताउता गरेर रिलेसन। अब यो रिलेसनलाई ठ्याक्क हामी यहाँ युज गर्छौँ। अब यसलाई युज गर्ने हो भने त यहाँ हाम्रो अब यो फर्स्ट मोड अफ भाइब्रेसनको फ्रिक्वेन्सी हो, फ्रिक्वेन्सी भएको कारणले अब यहाँ चाहिँ हामी एफ भनेको के हुँदो रहेछ, भी बाई ल्याम्डा, जहाँ भी भनेको के हो, भेलोसिटी अफ साउन्ड वेभ है। जुन चाहिँ अब यदि एयर मिडियम हो त यो एयर मिडियमको यो भेलोसिटी जुन हुन्छ हाम्रो फिक्स नै हुन्छ भनेपछि ल यहाँ त्यसपछि भी इक्वल्स टु अब यो ल्याम्डा 1, यहाँबाट हामीले एफ जेनरल भन्यो भने एफ इक्वल्स टु भी बाई ल्याम्डा। अब स्पेसिफिक फर्स्ट मोड अफ भाइब्रेसनको कुरा गर्दैछौँ त्यस कारण एफ1 इक्वल्स टु भी बाई ल्याम्डा 1 भयो। यहाँबाट अब यो एफ1 भनेको के हो, फर्स्ट मोड अफ भाइब्रेसनको फ्रिक्वेन्सी जसको भ्यालु हामीलाई निकाल्नु पर्नेछ। अब जस्तै यो एफ1 भनेको अब यहाँबाट के हुने भयो त, एफ1 एज इट इज, भी भनेको हाम्रो भी नै छोडौँ, र ल्याम्डा 1 इक्वल्स टु हाम्रो के हुँदो रहेछ 2l। देयरफोर यही हो हाम्रो रिक्वायर्ड एक्सप्रेसन है। रिक्वायर्ड एक्सप्रेसन भनेको हाम्रो यही भयो कि जुन चाहिँ हामीलाई चाहिएको छ फर्स्ट मोड अफ भाइब्रेसनको फ्रिक्वेन्सी द्याट इज भी बाई 2 है। अब योभन्दा पहिले प्रिभियस लेक्चरमा जब हामीले क्लोज अर्गन पाइपको कुरा गर्दैछौँ र डिस्कस गर्दैथ्यौँ त्यति बेला नै भनेको थिएँ कि फर्स्ट मोड अफ भाइब्रेसनको जुन फ्रिक्वेन्सी हुन्छ त्यसलाई हामी फन्डामेन्टल फ्रिक्वेन्सी भन्छौँ है त। यसलाई यो जुन F1 छ यसलाई हामी फन्डामेन्टल फ्रिक्वेन्सी भन्छौँ है। अब यो फन्डामेन्टल फ्रिक्वेन्सी कसको त, ओपन अर्गन पाइपको, किनभने ओपन अर्गनको फर्स्ट मोड अफ भाइब्रेसनबाट आएको फ्रिक्वेन्सी हो। र यसैलाई यो जुन के भन्छ F1 हुन्छ, यो F1 जस्तै F1 भनेको हाम्रो 1 टाइम्स F1 भन्न मिल्यो, त यो भनेको फर्स्ट हार्मोनिक मतलब फन्डामेन्टल फ्रिक्वेन्सीलाई नै फर्स्ट हार्मोनिक पनि भनिन्छ है त, या मतलब हार्मोनिक्स भन्। अब जस्तै 2 टाइम्स, अब जस्तै सेकेन्ड मोडमा यदि हाम्रो 2 टाइम्स यदि यो फोन आयो भने द्याट इज सेकेन्ड हार्मोनिक, 3 टाइम्स आयो भने थर्ड हार्मोनिक। त यो कुराहरू प्रिभियसली पनि डिस्कस गरेको छु, त्यही कन्सेप्ट यहाँ पनि छ है त। त F1लाई चाहिँ फन्डामेन्टल। अब यो फन्डामेन्टल भनेको के हो त, फन्डामेन्टल भनेको कि अब यो जो ओपन अर्गन पाइप छ यसले प्रोड्युस गर्ने मिनिमम फ्रिक्वेन्सी भनेको F1 हुन्छ। यो भन्दा द्याट इज भी बाई 2l, यो भन्दा तलको फ्रिक्वेन्सीले प्रोड्युस गर्न सक्दैन, त्यस कारणले यसलाई चाहिँ हामी फन्डामेन्टल फ्रिक्वेन्सी भन्छौँ है त। या अनि यो फन्डामेन्टल फ्रिक्वेन्सीलाई नै या फन्डामेन्टल कुनै पनि फ्रिक्वेन्सी जुन छ यो हाम्रो फन्डामेन्टलको कति टाइम्स हो त्यो भनेको त्यति हार्मोनिक भयो। जस्तै F1 भनेको त आफैको त्यो 1 टाइम्स मात्र हो, द्याट इज दिस इज फर्स्ट हार्मोनिक है त। ल त यसरी हामीले यो डेरिभेसन जम्मा यो डायग्राम बनाउन सक्यो, थोरै यो ट्रिकहरू बुझ्न सक्यो भने आरामले यो
फ्रिक्वेन्सीको जुन एक्सप्रेसन छ यो निकाल्न सक्छौँ हामी। जहाँ यल भनेको अब यो यल भनेको लेन्थ अफ द पाइप हो या ओपन अर्गन पाइप हो हैन। र अब यदि लैम्डा 1 भन्ने हो भने वेवलेन्थ अफ फर्स्ट मोड अफ भाइब्रेसन हैन, भाइब्रेसन अफ ओपन अर्गन पाइप। यदि F1 भन्ने भने त्यही के भन्छ फ्रिक्वेन्सी भयो, फ्रिक्वेन्सी अफ फर्स्ट मोड अफ भाइब्रेसन अफ ओपन अर्गन पाइप। अभियसली हामी ओपन अर्गन पाइपको गर्दैछौँ त्यस कारणले, र यो नोटेसन जस्ट फर मोड्स अफ F1 हो भने फर्स्ट मोड, F2 हो भने सेकेन्ड मोड। ल यति कुरा चाहिँ हाम्रो यो फर्स्ट मोड हो। अब यही कन्सेप्टबाट हामी सेकेन्ड मोड, थर्ड मोड हैन, र यही ट्रिक यति नै कुरा हामीले चाहिन्छ यदि डेरिभेसन गर्नको लागि। केही अरू एक्स्ट्रा कुरा हामीले याद गर्नु पर्दैन, बाँकी हाम्रो भनेको म्याथ्स हो। यदि म्याथ्स हामी गर्न सक्छौँ भने द्याट्स इट, यति हो हाम्रो कहानी है त। त्यो यो फर्स्ट मोड अफ भाइब्रेसनको हामीले के निकाल्यौँ, F1 = V/2L है। अब म यो जुन ट्रिक छ यसलाई म अलि साइडमा लेखिदिन्छु। ट्रिक भनेको कन्सेप्चुअल ट्रिक हो एक्चुअलमा हैन। भन्ने हो भने त्यहाँ के हुन्छ, नम्बर अफ नोड्स = नम्बर अफ मोड्स सँगै बराबर हुनुपर्छ ओपन अर्गनको केसमा। र अर्को भनेको सुल्टो V = F बिचमा आयो अनि उल्टो V, द्याट इज उल्टो V भन्छु म, जसलाई चाहिँ हामी ल्याम्डा भन्छौँ। ल्याम्डा हेर्न सक्छौँ उल्टो V। अनि यो यही हो हाम्रो VF र ल्याम्डाको रिलेसन, द्याट इज V = F ल्याम्डा एक्चुअल रिलेसन। र यति दुईटा कुरा बुझ्यो भने यो डेरिभेसन हाम्रो फिजिक्सको नथिङ है त। ल त्यसपछि अब हामी सेकेन्ड मोड अफ भाइब्रेसनको फ्रिक्वेन्सीको एक्सप्रेसन वा म्याथमेटिकल एक्सप्रेसन जुन छ त्यो निकाल्न गइरहेका छौँ। ल त्यसो भए अब सेकेन्ड मोडको कुरा गरौँ। ल अब यहाँ अब सेकेन्ड मोड अफ भाइब्रेसन, अब यो म डायग्राम फेरि बनाएर देखाउँछु। यहाँ अब बनाएको छु, तर यो ड्र कसरी गर्ने त्यसको कन्सेप्ट पनि हामी बुझौँ। त मैले यहाँ कन्सेप्चुअल ट्रिक भनिसकेको छु। नम्बर अफ नोड्स भनेको हाम्रो यसको लागि के हुन्छ, जुन मोड छ त्यतिवटा नोड्स हुन्छ। त जस्तै पहिला अब के गरौँ, त ओपन अर्गन पाइप यस्तो बनाऊ, बोथ इन्ड ओपन हुन्छ हैन। अनि त्यसपछि अभियसली हामीलाई थाहा छ ओपन इन्डमा एन्टी नोडको फर्मेसन हुन्छ, यति कुरा बुझ्नु पर्यो। त्यसपछि हामीले के भनेको छौँ, यो सेकेन्ड मोड हो भनेपछि यहाँ दुईटा नोड हुन्छ होला हैन। त्यो एन्टी नोड भयो, त्यसपछि एउटा नोड यहाँ भयो, त्यसपछि अभियसली यहाँ एन्टी नोड आउँछ र फेरि त्यसपछि हाम्रो नोडको फर्मेसन है। यसरी अब हेर, अब यदि नम्बर अफ एन्टी नोडको कुरा गरौँ ठ्याक्कै एउटा एक्स्ट्रा हुन्छ, किनभने यहाँ ओपन इन्ड हुन्छ, दुईटा ओपन इन्ड हुन्छ, त्यो एउटा एन्टी नोड, नम्बर अफ एन्टी नोड एउटा हाम्रो एक्स्ट्रा भन्छ। पहिला मेन के हो, दुईटा इन्डमा एन्टी नोडको फर्मेसन हुन्छ। त यहाँ पनि हामीले केही याद गर्नु पर्दैन। यो जुन ट्रिक छ त्यसको आधारमा यो भनेको हाम्रो दुईटा इन्डमा एन्टी नोड बनाउने, त्यसपछि एउटा नोड, एन्टी नोड पछि अल्टरनेटिभली हाम्रो नोड आउँछ, एउटा नोड, त्यसपछि फेरि एन्टी नोड र फेरि अर्को नोड। किनभने सेकेन्ड मोड अफ भाइब्रेसन हो, नम्बर अफ मोड भनेको सेकेन्ड हो भनेपछि नम्बर अफ नोड्स भन्ने दुईटा हुन्छ। अब यो एन्टी नोड्स भनेपछि यो अब नोडमा चाहिँ हाम्रो के हुन्छ, यसरी हाम्रो वेव्सहरू यहाँबाट पास गर्ने, त्यसपछि फेरि यहाँबाट नोड्स हुँदै एन्टी नोड्स हुँदै यसरी हामी ड्र गर्न सक्छौँ है। अब यो भनेको हाम्रो सेकेन्ड मोड अफ भाइब्रेसन जुन मैले यहाँ पनि बनाएको छु, यो ड्रइङ या यसको डायग्राम बनाउने तरिका। र यो डायग्राम बनाउन सक्यो भने हाम्रो डेरिभेसन कम्प्लिट हुन्छ है त। ल त्यसो भए अब यसरी हामी ड्र गर्न सक्छौँ। अब यहाँ हेरौँ, यो पाइपको लेन्थ त्यही सेम पाइप हो हैन, सेम पाइप हो भनेपछि यो लेन्थ पनि हाम्रो यो पाइपको लेन्थ त्यही L नै हुने भयो। अब त्यसपछि अब यहाँ के हुन्छ त, यहाँ हामीले जुन एयर ब्लो गऱ्यौँ त्यो एयर चाहिँ हामीले अलि एयर ब्लास्ट हुन्छ बढाइदिउँ, त्यस कारणले चाहिँ सेकेन्ड मोड अफ भाइब्रेसन या सेकेन्ड मोडको फ्रिक्वेन्सीको वेभ प्रड्युस गर्छ, त्यति भयो। र कन्सेप्ट भनेको यसरी कन्सेप्चुअल ट्रिकबाट हामी यो डायग्राम बनाउन सक्छौँ र त्यो डायग्राम बनाउन सक्यो भने यो डेरिभेसन सक्यो, यसरी बुझ्दा पनि हुन्छ। ल त्यसपछि मैले के भनेको थिएँ, जस्तै अब यही हेर्छौँ भने यो भनेको एन्टी नोड र नोड, कन्सिक्युटिभ नोड र एन्टी नोडको डिस्टेन्स के हुन्छ यदि वेभलेन्थको फर्ममा हेर्ने भने यो भनेको यहाँदेखि यहाँ λ/4। अब यो सेकेन्ड मोडको हो, त्यही भएर हामी λ2/4 लेख्न मिल्यो, न त λ/4 भन्दा पनि भयो। र यो भनेको ठ्याक्कै हाम्रो जस्तै यो वेभ बनायो भने हैन, यो पार्ट जस्तै यो भनेको यति हो, हेर्नु यो भनेको कति हुन्छ त λ/2, ठ्याक्कै हाफ अफ द λ हो, र यो पनि सेकेन्ड मोडको, त्यही भएर त्यही λ/2। र फेरि यो पनि के हुन्छ, नोड र एन्टी नोडको बिचमा λ/4
है। जस्तै यो सेकेन्ड मोडको भएको कारणले वेभलेन्थ यसको। त्यही भएर यहाँ हामी के हेर्न सक्छौँ, λ/4 यो पार्ट भनेको यति भनेको λ/2 र λ/4 र यसलाई सबैलाई यदि जोड्ने हो भने है, यो सबैलाई यदि क्याल्कुलेट गर्दा म्याथमेटिकली हामी हेर्ने हो भने त यदि लेन्थ निकाल्ने λ/4 प्लस λ/2 प्लस λ/4, अब यदि म्याथमेटिकली हामीले एलसिएम लिन आउँछ भने 4 एलसिएम भयो, यसको λ मात्र, यसको चाहिँ 2, अनि यो मैले यो 2हरू लेखेको छैन, λ2 λ2, यो खाली म्याथ्स गर्दैछु कि टोटल कति हुन्छ त्यसको लागि है त, न त 2 भनेको सेकेन्ड मोड अफ भाइब्रेसनको लागि मात्र हो। त्यसपछि λ यो भनेको 2 टाइम्स λ र यो भनेको फेरि λ, यो कति हुने भयो, यहाँबाट हेर्ने हो भने यो कम्प्लिट हाम्रो 4 λ/λ, सरी 4 λ/4, त यो र यो कटेर कति आयो λ, द्याट इज यो भनेको एक प्रकारले हेर्नु भने फुल वेभ हो कि होइन, यो आधी वेभ र यो 1/4 यो सबैलाई मिलायो भने यो कम्प्लिट एउटा वेभ बन्छ। त्यसरी म्याथमेटिकली पनि हामी निकाल्न सक्छौँ। यदि कन्सेप्चुअली डायग्रामबाट यदि बुझ्न सक्छौँ, यो 1/4 पार्ट हो, यो 1/4, यो दुईटा मिलेर हाफ र यो हाफ, यो टर्म हाफ र हाफ दुईटा हाफ मिल्यो भने के हुन्छ, 1 एउटा कम्प्लिट। त त्यसरी नै हामी यहाँबाट के बुझ्न सक्छ भन्दाखेरि यसले यदि टोटल गर्ने हो भने यो भनेको हाम्रो के हुन्छ त होल λ2 है। यहाँबाट हेर्न सक्छौँ हाम्रो यो कम्प्लिट वेभलेन्थ फर्मेसन भएको छ यहाँ। त भनेपछि सेकेन्ड मोड अफ भाइब्रेसनको वेभलेन्थ भनेको हाम्रो के हुन्छ त L = ठ्याक्क λ हुन्छ र 2 भनेको सेकेन्ड मोड अफ भाइब्रेसन। त यति हामीले यहाँबाट बुझ्नुपर्ने कन्सेप्ट्स र कुराहरू हो जसको हेल्पले हामी डेरिभेसन गर्न सक्छौँ। त्यसपछि फेरि त्यही L = हाम्रो λ2 नै भइहाल्यो, यो त अब केही डिराइभ पनि गर्नु परेन, लेन्थ = नै λ2 हुँदो रहेछ। त्यसपछि फ्रिक्वेन्सीको फेरि कुरा गर्ने हो भने त्यही F = v/λ हुने भयो। त यो सेकेन्ड मोडको भाइब्रेसन फ्रिक्वेन्सी हो भनेपछि F2 = हामी v/λ2 लेख्न सक्छौँ। त्यसपछि यहाँबाट F2 को फाइनल रिजल्ट के आउँछ त λ2 भनेको हाम्रो ठ्याक्क L नै हुँदो हो। त भनेपछि हाम्रो F2 = v/L हुने भयो है। ल त्यसपछि अब यसको कुरा फेरि गर्ने हो भने त F2 ले हामी के पनि लेख्न सक्छौँ भन्दाखेरि 2v/2L लेख्न मिल्छ अभियसली हैन, 2v/2L। अब यो किन हामी लेख्दैछौँ त यो हामी सेकेन्ड मोड अफ फ्रिक्वेन्सी जुन सेकेन्ड मोडमा आएको फ्रिक्वेन्सी छ त्यसलाई रिलेट गर्नु छ हामीलाई 1 सँग, मोड जुन फन्डामेन्टल फ्रिक्वेन्सी छ त्योसँग। भनेपछि अब यसलाई चाहिँ त्यही कारणले चाहिँ मैले 2/2 त म्याथमेटिकली हामी लेख्न सक्छौँ, अनि 2 अनि v/2L र यो v/2L। त यहाँबाट हामी के हेर्न सक्छौँ भन्दाखेरि देयरफोर F2 = के आयो, v/2L भनेको हाम्रो के हो, F1 हो हैन। अब यो रिलेट गरेपछि के आउँछ भन्दाखेरि त्यसको हार्मोनिक्स हामी भन्न सक्छौँ कि यो भनेको के भयो, F2 भनेको 2 टाइम्स F1 हुँदो रहेछ, फन्डामेन्टलको 2 टाइम्स हुँदो रहेछ। त यही फ्रिक्वेन्सी जुन F2 छ यसैलाई चाहिँ हामी के भन्छ, सेकेन्ड हार्मोनिकको फ्रिक्वेन्सी पनि भन्छौँ, किनभने यो भनेको हाम्रो 2 टाइम्स हो। र यसैलाई अब अर्को पनि एउटा कुरा भनिन्छ, जस्तै अब यो भनेको फन्डामेन्टल फ्रिक्वेन्सी भयो, फर्स्ट मोड अफ भाइब्रेसन जुन भयो। सेकेन्ड मोड अफ भाइब्रेसन भनेको यो भनेको फन्डामेन्टल, यसपछिको हायर, पहिलो हायर फ्रिक्वेन्सी भनेको यो हो। र जस्तै एउटा हुन्छ, अब यहाँ म कुरा गर्दैछु ओभरटोनको, त जस्तै यसलाई हामी भन्छौँ फर्स्ट ओभरटोन। किन फर्स्ट ओभरटोन भनेपछि एउटा हुन्छ फन्डामेन्टल र त्योभन्दा हायर फ्रिक्वेन्सी है, त्योभन्दा बढी टोन हैन, त्यो भनेको पहिलो भनेको कहाँ आउँछ त सेकेन्ड मोडमा आउँछ। त त्यस कारणले चाहिँ यसलाई फर्स्ट ओभरटोन भनिन्छ। अब थर्ड आयो भने त्यो भनेको दोस्रो ओभरटोन हुन्छ कि फन्डामेन्टलबाट दोस्रो हायर फ्रिक्वेन्सी है त। त्यसरी हामी ओभरटोनको कुरालाई रिलेट गर्न सक्छौँ। र हार्मोनिक भनेको त सिम्पली हाम्रो त्यो फ्रिक्वेन्सी फन्डामेन्टलको कति टाइम्स हो त्यही भनेको चाहिँ हाम्रो हार्मोनिक्स हुन जान्छ है त। ल त्यसरी हामी यसको ओभरटोनको कुरा पनि गर्न सक्छौँ या यसरी रिलेट गर्न सक्छौँ। त्यसपछि अब हामी कुरा गर्नेछौँ थर्ड मोड अफ भाइब्रेसन। र यसरी यो फर्स्ट सेकेन्ड र थर्ड त्यही क्लोज अर्गन पाइपमा पनि गराएको थियौँ। र फर्स्ट सेकेन्ड र थर्ड हार्मोनिक्स मोड्स अफ भाइब्रेसनको फ्रिक्वेन्सी निकालेर त्यसपछि हामी जेनरल फर्मुला निकाल्छौँ, जसको हेल्पले चाहिँ हामी जुनसुकै मोडको लागि पनि फ्रिक्वेन्सी होस् या त्यसको वेभलेन्थ होस् या ओभरटोन यो सबै कुराहरू निकाल्न सक्छौँ है त। त्यसो भए अब थर्ड मोडको अफ भाइब्रेसनको डायग्राम र एक्सप्लेनेसन हेरौँ। ल अब थर्ड मोड अफ भाइब्रेसनको फ्रिक्वेन्सीको क्याल्कुलेसनहरू। अब यो पनि यो डायग्राममा पनि त्यही हो, फेरि नम्बर अफ नोड्स भनेको नम्बर अफ मोड, जस्तै थर्ड मोड छ भनेपछि 3वटा यहाँ चाहिँ नोड हुनु पर्यो। त जस्तै एन्टी नोड र यहाँ एन्टी नोडको फर्मेसन हुन्छ, मैले यो कसरी ड्र गर्ने पाइप त्यो भनिसकेको छु। सेकेन्ड मोडमा पनि फर्स्ट मोडमा पनि हामीले हेऱ्यौँ। त्यस्तै अब यो एन्टी नोड भयो, त्यसपछि यहाँ नोड बन्यो, त्यसपछि फेरि एन्टी नोड, फेरि नोड,
फेरि एन्टी नोड, फेरि नोड अनि यसरी, अनि यहाँ 3टा नोड यसरी बनाइदियो भने हाम्रो डायग्राम कम्प्लिट हुन्छ। अब यसको लेन्थ त सेम पाइप हो भनेपछि लेन्थ त्यही हुने भयो। खालि हामीले यहाँ चाहिँ एयर जुन छ एयरलाई चाहिँ बढी स्पिडमा या त्यसको ब्लास्ट बढाएर हामी यसरी थर्ड मोड अफ भाइब्रेसन यसमा क्रिएट गऱ्यौँ या त्यो मोड्सको फ्रिक्वेन्सी यहाँ क्रिएट गऱ्यौँ। अब यहाँ फेरि हेर्ने हो भने त यो एक प्रकारले त हाम्रो के भयो, यहाँदेखि यहाँ त सिम्पली अब थर्ड मोडको त ल्याम्डालाई चाहिँ हामी वेभलेन्थलाई चाहिँ λ3 मान्छौँ। त यति भनेको त ठ्याक्क ल्याम्डा हो, यो त कम्प्लिट एउटा हेर्न सक्छौँ। यहाँदेखि यहाँसम्म हाम्रो एउटा कम्प्लिट वेभ हो र यहाँ हेर्ने हो भने यति भनेको λ/4 हो। अब थर्ड ल्याम्डा के थर्ड मोडको लागि λ3 लेखौँ, यो पनि λ3/4 हैन। अब यो सबैले यदि सम गर्ने हो भने त यो λ/4 यो भनेको हाफ भइदिन्छ अनि यो भनेको ल्याम्डा भयो। त हाम्रो यो ल्याम्डा प्लस हाफ ल्याम्डा भनेको यसलाई यदि क्याल्कुलेट गर्ने हो भने यो भनेको हाम्रो 2λ प्लस λ/2 हुने भयो, द्याट इज 3λ/2 भनेको यहाँबाट हाम्रो यो होल लेन्थ जुन आउँछ त्यो भनेको कति हुने भयो, 3λ/4 सरी, जस्तै λ3 प्लस λ2 त 3λ/2 अनि यहाँबाट म्याथमेटिकली हामीले जोड्ने हो भने यो टोटल भनेको हाम्रो कति हुने भयो, 3λ/2। अब यो थर्ड मोडको लागि चाहिँ सिम्पली हामीले त्यसरी टोटल यदि हामीले गर्ने हो भने यो भनेको 3λ/2 हुन जान्छ है त। ल अब 3λ/2, अब यो भनेको अब यहाँ पनि फेरि त यहाँ यल इक्वल्स टु के हुने भयो त 3λ/2 भयो। त देयरफोर त यहाँबाट हामीले रिलेसन निकाल्ने भने 3λ, अब थर्ड मोडको लागि चाहिँ 3 लेखा हो। त्यसपछि अब यो ल्याम्डाको भ्यालु निकाल्नु पर्यो, फेरि सबैमा हामीले यसरी नै गरेका छौँ भनेपछि 2l = 2l/3 = λ3 हैन। देयरफोर हाम्रो λ3 = के हुने भयो, 2l/3 हुने भयो हैन। अब यसरी यदि अब फ्रिक्वेन्सीको रिलेसन निकाल्ने हो भने त फ्रिक्वेन्सी = v/λ हैन। र थर्ड मोडको छ भने त्यो गर्नु पर्यो, नाउ गरिदिउँ। र यो थर्ड मोडको यो पनि हो, त्यही भएर f3 गरौँ यसलाई। अनि f3 = v भनेको v भयो, त्यसपछि यो 2l/3 हैन। अब यो मेन फ्र्याक्सन हो भने यो उल्टो के भन्छ रेसिप्रोकल हुन्छ, त्यो 3v/2l है। अनि यहाँ v/2l भनेको हाम्रो f1 हुन्छ भनेपछि यो के हुँदो हो, 3f1 पनि भयो। त देयरफोर f3 थर्ड मोड अफ भाइब्रेसन जुन बाट आएको फ्रिक्वेन्सिज हुन्छ त्यो हाम्रो के हुँदो रहेछ, 3 टाइम्स फन्डामेन्टल। त त्यस कारणले चाहिँ यसलाई चाहिँ हामी के भन्न सक्छौँ, यो भनेको थर्ड हार्मोनिक हैन को फ्रिक्वेन्सी भयो र प्लस थर्ड हार्मोनिक है। र प्लस अब यो के भयो त यो फन्डामेन्टल, त्यसपछिको यो पहिलो हायर नोट या हायर टोन भनौँ, त्यसलाई हामी फर्स्ट ओभरटोन। अब यो थर्ड भनेको के हुने भयो, सेकेन्ड ओभरटोन, किनभने यो भनेको फन्डामेन्टल पछिको दोस्रो हायर फ्रिक्वेन्सी हो। अनि त्यसपछि अब मानौँ कि यसरी नै हाम्रो यदि फोर्थ मोड अफ भाइब्रेसन गयो भने त्यो भनेको के हुँदो हो भनेपछि अब जस्तै एउटा प्याटर्न हेऱ्यो भने पहिलो f1, दोस्रो भनेको 2f1 र तेस्रो भनेको हाम्रो 3f1 आयो हैन। यसको मतलब हार्मोनिक्स त्यसमा कन्टिन्यू हुन्छ, 1 2 3 4, फोर्थ मोड हो भने 4 हैन, 5 मोड भन्यो भने 5th हार्मोनिक, त्यसरी नै। तर ओभरटोन के हुन्छ, ठ्याक्क 1 कम हुन्छ। त यो यसरी हामी अब यो तीनवटाको यदि हामीले डेरिभेसन गरिसकेपछि हामीले एउटा के प्याटर्न देख्यो भने यो 1 टाइम्स, यो 2 टाइम्स अफ द फन्डामेन्टल, थर्ड मोड भन्यो भने 3 टाइम्स अफ द फन्डामेन्टल। त्यसरी नै यदि बढ्दै जाने हो भने अलग अलग मोडको 4th 5th या सोन गर्ने हो भने त्यो ठ्याक्कै जुन मोड छ त्यति टाइम्स हाम्रो फन्डामेन्टलको फ्रिक्वेन्सीको मल्टिपल हुन जान्छ हैन। त ल त त्यसको अब यसै कारणले चाहिँ हामीले अब यदि nth मोड अफ भाइब्रेसन भयो भने है त, अब 4th नम्बरमा अब यो भनेको हाम्रो nth मोड अफ भाइब्रेसन को लागि अब यदि क्याल्कुलेसन गर्ने हो भने त अब हामीले तीनवटा निकालिसकेपछि हामीले एउटा जेनरल आइडिया के आयो भन्दाखेरि पहिलोमा f1 आउँदो रहेछ, दोस्रोमा 2 टाइम्स f1 हैन, तेस्रोमा 3 टाइम्स f1 भनेपछि यसरी नै जाने हो भने यो के हुन्छ, nth मोड हो भने हाम्रो के आउँछ, n टाइम्स f1 हैन, n टाइम्स, किन 1 2 3 4 यसरी नै कन्टिन्यू गर्ने हो। त पहिलो छ भने 1, दोस्रो छ भने 2, त n हो भने nth मोड हो भने यो n टाइम्स हाम्रो f1 हुन जान्छ है त। त्यसपछि अनि यसको अब जस्तै कुरा गर्ने भने त n टाइम्स f1 भयो भने त जुन मोड छ त्यही हार्मोनिक भयो। त जस्तै यसको कुरा गर्ने भने यो हाम्रो n हार्मोनिक हुन जान्छ, nth हार्मोनिक जुन मोड हो हाम्रो त्यही नै हार्मोनिक हुन जान्छ। र ओभरटोन चाहिँ के हुने भयो, n-1th ओभरटोन है। यदि ओभरटोन हो भने ठ्याक्क 1 कम हुन्छ हाम्रो यदि त्यसको ओभरटोन निकाल्नु पर्यो। त यसरी हामी जेनरल फर्मुला nth मोड भनेको मोड अफ भाइब्रेसनको हेर्ने हो भने हाम्रो के हुँदो रहेछ भन्दाखेरि त्यो n टाइम्स f1,
त्यसको फ्रिक्वेन्सी हामी यसरी फन्डामेन्टल यदि थाहा छ भने यसरी हामी कन्क्लुड गर्न सक्छौँ र निकाल्न सक्छौँ। र यही डेरिभेसन हाम्रो लङ क्वेसनमा र यो जुन कन्सेप्टहरू मैले सिकाएँ त्यो कन्सेप्टहरू यदि मजाले हामीले बुझ्यो भने यो हामी जुनसुकै लङ क्वेसन, सर्ट क्वेसन, कन्सेप्चुअल, न्युमेरिकल सबमा काम लाग्छ, त्यो मजाले गर्न सक्छौँ है त। त्यसरी हाम्रो यो कम्प्लिट डेरिभेसन हुन्छ हाम्रो ओपन अर्गेन पाइप्सको nth मोड अफ भाइब्रेसनसम्मको लागि। सो आजको लेक्चरमा हामी यति नै गर्नेछौँ र बाँकी अब यसपछि रहेको हाम्रो वेभ्स इन स्ट्रिङ त्यो हाम्रो नेक्स्ट लेक्चरमा हामी गर्नेछौँ। थ्याङ्क यू सो मच फर वाचिङ।